काठमाडौँमा पर्ने स्वयम्भूनाथको मन्दिर, जहाँ धेरै पर्यटकहरू दर्शनको लागि पनि आउने गर्नुहुन्छ र घुम्नको लागि पनि आउने गर्नुहुन्छ। यहाँ नेपाली कला झल्किने खालका विभिन्न मूर्तिहरू पनि हामीले देख्न सक्छौँ। यहाँ बाघको र विभिन्न देवी देवताको ढलोटका मूर्तिहरू पनि यहाँ राखिएको छ। बुद्ध भगवानको चैत्यको वरिपरि विभिन्न देवताहरूलाई संरक्षणका साथ राखिएको छ। यहाँबाट धेरै मान्छेहरू काठमाडौँको भ्यू हेर्नको लागि पनि आउने गर्नुहुन्छ। यो पर्यटकीय नगरी हुनाले यहाँ धेरै पर्यटकहरूले काठमाडौँको भ्यू हेर्ने पनि गर्नुहुन्छ। यहाँबाट काठमाडौँलाई धेरै सुन्दर र राम्रो तरिकाबाट देख्न सकिन्छ। तुवालो लागेको बेलामा चाहिँ अलिक कम देखिन्छ। आजकल काठमाडौँको मौसम अलिक खराब भएर स्पष्ट देख्न अलिक गाह्रो छ। तर घाम लागेर उज्यालो भएको समयमा काठमाडौँलाई छर्लङ्ग यहाँबाट देख्न सकिन्छ। यो धेरै नै राम्रो र हाइटमा पर्ने हुँदा यहाँबाट वरिपरि जताततै राम्रोसँग देखिन्छ। जय स्वयम्भूनाथ की जय।